नमस्ते सबैजनालाई। आज चाहिँ हामी सिन्चेल मन्दिर आएको। दार्जिलिङ मन्दिर त्यसमा चाहिँ मेरो बुहारी तपाईँलाई म सिन्चेल मन्दिरको दर्शन गराउँछु। यो चाहिँ हामी मन्दिर जाने बाटो हो। यहाँबाट चाहिँ अब मन्दिर जानुपर्छ हो। मन्दिर जाँदैछौँ। अब सबैजना हामी फ्यामिलीहरू चाहिँ मन्दिर जाँदैछौँ सिन्चेल मन्दिर। त्यहाँ यताबाट चाहिँ टाइगर हिल जान्छ। मेगन एक भिडियो गर्दा हाल न केही छैन कि तिमीले पठाइदिँदैन नि त एउटै चाहिँ हामी मन्दिरभित्र पस्यौँ। मन्दिरमा चाहिँ घन्टी बजाउँदै म जाँदैछु। आहा कस्तो लाग्यो? टाइट भन्ने सुरु हुँदैन टाइट त्यस फिलिङ हुँदैन मेरो अनि भिडियोमा यहाँ चाहिँ यसरी लाइन लाग्नुपर्छ मन्दिरमा दर्शन गर्नु लागि। हामी चाहिँ लाइनमा उभिरहेको छौँ। यहाँ चाहिँ मन्दिर छ हेर्नुहोस् न। आधीले पूजा गर्दैछ। त्यहाँबाट पालो आएपछि मात्रै हामी जानुपर्छौँ। लाइनमा उभिरहेको छौँ। बाहिर खिच्नु पर्छ नि। शान्ति होस् ज्ञानी हुनु बुद्धिमुनि भक्तिमुनि रक्षा गर्नु अरिष्ट नवग्रह शान्ति होस् मनोकामना ल अरिष्ट नवग्रह शान्ति होस् मनोकामना रक्षा गर्नु शान्ति होस् मनोकामना मनोकामना पूर्ण शान्ति होस् कल्याण होस्। यहाँ चाहिँ पैसा हाल्यो भने चाहिँ जहाँ यहाँ पुग्यो भने चाहिँ 20 पुरा हुन्छ भनिन्छ हो। तर हो कि होइन हाम्रो बुहारी र भाइले चाहिँ हाल्नु हेर्नुहोस् ट्राई गर्दैछ हुन्छ कि जाँदैन भने। अब 20 पुरा हुन्छ कि हुँदैन त्यो त अब जान्दिनँ। यहाँ चाहिँ कोइन हाल्यो भने मनोकामना पुरा हुन्छ अरे। अब चाहिँ मन्दिरबाट फर्केर चाहिँ हामी आई लभ सिन्चेल मन्दिर भन्ने लेखेकोमा जानु आँटेको। सिन्चेल लेखेको सिन्चेल सरी सिन्चेल मन्दिर भनेको सिन्चेल लेखेकोमा चाहिँ जानु आँटेको। हेर्नुहोस् है त्यहाँको दृश्यहरू यस्तो धुम्म थियो कि केही नदेखिने। त्यहाँबाट चाहिँ भ्यू पोइन्टहरू चाहिँ राम्रो देखिन्छ भनिन्थ्यो तर चाहिँ धुम्मले गर्दा चाहिँ केही देख्नु पाएन।
हेर्नु पाएन तपाईँले भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनुहुन्छ भने आशा राख्दछु है साथी हो। चाहिँ सबैजना गएको यो चाहिँ आई लभ सिन्चेल।